ल यहाँ गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर 3 लमसाङ पूर्तिघाटको यहाँ हामीले आज चाहिँ अन्तिम चरणको ढलाइ कार्य चाहिँ गरेका थियौँ, जसमा यस्तो ठुलो पानी आएछ र अब गर्ने के। एउटा समस्या आयो, यहाँ मेसिन यस्तो हालतमा छ, काम गर्दा गर्दा यति ठुलो पानी आयो। यहाँ यो मेसिन ल होइन, अब यहाँ ढलाइ त गरेको, ल ठिक छ। ओहो, तर यहाँ राख्ने कार्य चाहिँ राम्रो हेरी भएको छ। पानी यति ठुलो छ, ठुलो आयो। यहाँ हजुरहरू यता हुनुहुन्छ, अब यस्तो भयो समस्या। तर कोनाबाट गयो चाहिँ धन्न भल के मनोज दाइले ल कति छिटो पुगेको, कति गाह्रो छ साथीहरू, दुःख छ। हालत यस्तो छ, हेर्नुहोस्। अब के गर्ने, ठुलै पानी पर्यो कि यता के गर्ने। उतातिर जाँदै हुनुहुन्छ है, हरि बिजोग।